अबको केही दिनमा म एक स्थानतर्फ प्रस्थान गर्दैछु। कहाँ? मसान घाटतिर? यदि मसान घाटतिर हो भने भन है। अस्ति म गाउँबाट आउँदाखेरि रेडीमा त्यो लास पोलेर बचेको मुढा हुन्छ नि, ओ त्यो बुटुल्ने मान्छे चाहियो भन्दै थियो। खान बस्न फिरी गरे। जास एक्सलाई दिन मन लाग्यो एउटा सुझाव। धेरै नातिनु, धेरै नमात्तिनु। सबै केटाहरू म जस्तो सोझो हुँदिन। रक्सी खाएर आए पनि थपक्क सुत्नेवाला पाइन्न। देलाखेरि घुमी घुमी। अहिलेको जमानामा राम्रो केटा पाउन गाह्रो छ गरे। जाद्रे आफू त छ्यापछ्याप्ती किराना पसलमा भेटिने चाहिँ गर्नु। एउटा साथी हुन्छ है केटीको आइडी बाँड्नेवाला। केटी देख्ने बित्तिकै त्यो केटीको आइडी दिउँ स्योर पट्टिन्छ। मलाई थाहा छ त्यो केटी बारे। आफू ढाडिएर बसेछ आफै पट्टा न। अझै त्यस्तै होला भन्छ। के हो त्यो त्यस्तै होला भन्ने? सुर पढाइ सढाइ अरे लबेडा लगाइदिएको रुँदै घर जाला। मैले केटी बिर्सिन सक्छु तर मेरो पैसा त न बाबा न खुब पचाउला भने जसमा हुन्छ। लबेडा लगायो रुँदै घर जाला। हेलो मलाई के त तिम्रो बाइसन कहाँ जान्छ के गर्छ मलाई के त? जहिले मलाई सोधेको यार थाहा छैन मलाई के थाहा। आइज तेरो ग्याङ लिएर आइज म एक्लै सोलो हान्छु। रक्सी च्यालेन्ज है फेरि। एकजनालाई भए पनि म बिना बाँच्न नसक्ने कुराहरू छोडिदिन्छु भनेको। लबै पर्दैन यार। बिहे भएको छैन बिन्दास छ केटालाई रमाइलो छ खुसी छ भन्छस् है। खुसी त त पनि छस् नि। म दिनमा त राति ए रिल पठाउनु छ भने अलि राम्रो पठा न। पैसा आउनेवाला पठा। पैसा कमाउने आइडिया दिनेवाला पठा। खालि त्यही तरुणीको नाङ्गा नाच मात्र पठाउँछ भइन्छ। काम छैन क्या तेरो? गर्लफ्रेन्ड चाहिँ कति बनाउनु भयो अहिलेसम्म? रहर जात्रै हो है। दुर्भाग्यवश त्यस्तो सौभाग्य मलाई अहिलेसम्म मिलेको छैन। मेरो साथीहरूको छ मस्तै छ भनिदिउँ। ब्ल्याङ्केट त पोहोर पनि किनेको साउजी बुढी किन्न पाइन्न। 1 रुपियाँ डिस्काउन्ट माग्दिन क्या। आफूले बिहे गरेर छोराछोरी पाएर अझै बिहे नगरे केटा हो बिहे नगरेर दुःख पाउँछस् गरे। हामीलाई कसले पाल्छ त बारीमा थुक्ने घोडा मुत्ने हुँदाखेरि? आफूले छोराछोरी पाइसक्यो के अरे तेरो साली पनि मिलाइदिए। मौसमले च्यालेन्ज गर्यो भन्छन् नि। म देखाइदिन्छु है तिनीहरूलाई मौसमले कसरी च्यालेन्ज गर्छ त भनेर। ल हेर देख घर जान लाएको अब। कोही राम्री तरुणी छ भने आऊ के अरे। बाइकको सिट खाली छ। भाडा लिन्न मैले। माने त मैले घरै लान्छु। बुहारीको सिट पनि खाली छ। यो एउटा पोस्टले गर्दाखेरि मेरो भर्खर लप परेको या अन्तिम स्टेजमा पुगेछ। ब्रेकअप होला जस्तो छ है। म हिजो यहीँ थिएँ भिडियो हेर त मैले भिडियो रेकर्ड गरेछु पत्याउँदै पत्याउन्न।